राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि राजसभाबाट निष्कासित भएका श्रेष्ठलाई मङ्गलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ढाका कुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ, अब लागौँ है त, साम्पाङले फेसबुकमा लेखेका छन्। राजसभाबाट समानुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसादसँग 2 करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो। अडियो बाहिरिएपछि उनलाई राजसभाले अनुशासनको कारबाही गरेको थियो। त्यस्तै उनको मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो। उनी 75,000 धरौटी बुझाएर छुटेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। माघ 5 मा जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको र त्यसमा संक्रमण भएपछि लामिछाने त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका छन्। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले मङ्गलबार उक्त जानकारी दिएका हुन्। माघ 5 गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्यूको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरूले परीक्षण तथा सल्लाह अनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। लामिछाने तत्काल सार्वजनिक कार्यक्रममा देखा नपर्ने भएका छन्। चिकित्सकहरूले लामिछानेलाई पूर्ण निको भएपछि मात्रै नियमित काममा फर्किन सुझाव दिएको आचार्यले जानकारी दिएका छन्। चितवन 2 बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। त्यसपछि उनी कहाँ छन् भनेर चासो बढेको भन्दै स्वकीय सचिव आचार्यले सभापति लामिछाने उपचारमा रहेको जानकारी दिएका हुन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजसभासँगको एकताको 12 दिनको समय पार्टी कोमामा पुगेको टिप्पणी गरेका छन्। मङ्गलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन्। उनले 12 दिने सहकार्यलाई एक नराम्रो दुर्घटनाको रूपमा स्मरण समेत गरे। घिसिङले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू तडक भडकमा लाग्नु दुःखद भएको बताए। उनले भने अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ। अरू पार्टी यस दलमा मिसिन सक्छन् तर हामी मिसिँदैनौँ। घिसिङले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धिबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर समेत गरे। आफूलाई अभियन्ताका रूपमा चिनाउने युवराज सफल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको एसपी पवन कुमार भट्टराईले बताए। उनी विरुद्ध महान्यायाधिवक्ता सविता भण्डारी विरुद्ध तथ्यहीन कुरा लेखेको आरोप प्रहरीले लगाएको छ। महान्यायाधिवक्ताको कार्यालयले 8 माघमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भट्टराईको भनाइ छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्टन्ट गरेर मात्र लोकप्रिय बन्ने प्रवृत्ति बढेको र त्यस्ता व्यक्तिलाई देशी विदेशी शक्तिहरूले लगानी गरेर अघि बढाइरहेको दावी गरेका छन्। उनले इतिहास, विचार र राजनीतिक मूल्य मान्यतामा आधारित आन्दोलनलाई पुनः सङ्गठित गर्न आवश्यक भएको बताए। राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखिएको भन्दै उनले सामाजिक सञ्जालमा स्टन्ट गरेर जनतालाई भ्रमित पार्ने काम भइरहेको टिप्पणी गरे। साथै केवल नारा र हल्लाले मात्र केही नहुने पनि उनले बताए। निर्वाचन आयोगले राजसभा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ। बालेन शाह झापा 5, महेश बस्नेत भक्तपुर 2, हर्क साम्पाङ सुनसरी 1 र निकोलस भुसाल रूपन्देही 2 मा उम्मेद्वार छन्। उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचार संहिता उल्लङ्घन लगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको छ। बालेनले दिएका अभिव्यक्ति विरुद्ध आयोगमा उजुरी परेको थियो। निर्वाचन आचार संहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको थियो। उजुरीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जाल मार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्म विपरीत रहेको उल्लेख गरिएको छ। त्यस क्रममा राजसभा वरिष्ठ नेता बालेन शाहले प्रयोग गरेका 76 जना बच्चाको हत्यारा, आतंकवादी, देश चलाउने जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णय बिनै लगाइएका गम्भीर आपराधिक तथा तथ्यहीन आरोप भएको दावी गरिएको छ। साथै एमाले सचिव महेश बस्नेत विरुद्ध पनि उनले दिएका अभिव्यक्तिलाई लिएर उजुरी परेको हो। उनले बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ। एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ। बालेनले भाषणमा छौरा शब्द प्रयोग गरेका थिए। उक्त शब्दलाई महेशले गलत अर्थ लगाएपछि आलोचना समेत भएको थियो। साथै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको र टी-सर्ट लगाउन लगाइएको विषयमा उनलाई स्पष्टीकरण सोधिएको हो। आज उहाँलाई स्पष्टीकरणको पत्र पठाइएको छ, आयोग स्रोतले भन्यो।
साथै स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल निकोलसलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। भुसालले 2वटा चुनाव चिन्ह प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै आयोगले चुनाव चिन्हसँग सम्बन्धित विषयमा स्पष्टीकरण सोधेको हो। उनले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनेर प्रचार गरेको थिए। सबैलाई 3 दिनभित्र स्पष्टीकरणको जवाब दिन भनिएको छ। आयोग स्रोतले भन्यो, आयोगले 5 उम्मेदवारसहित 7वटा स्पष्टीकरण सोधेको हो।